गाइज वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ आज काठमाडौँ जानु लाग्यो। के अरे 7 बजेको टिकट 6:30 भयो। अब एकछिनमा हामी पारी जान्छु। पारी गएर भ्लग बनाउँछु है त गाइज। गाइज हामी चाहिँ आइसकेको कागुने पारी आइसकेको छ। गाडी आइसकेको छ। ऊ त्यहाँ आइरह इभी हो के इभी बस हो छ। अनि उयो गाइज अब हामी चाहिँ जाने गाइज अब पछि भेटौँला। काठमाडौँ चाहिँ मस्तो घाम लगाइरह है गाइज। अब एकछिनमा अब पटो मगाउँछु अनि पटो आएपछि फाइनली ट्याक्सी पनि आइसकेको छ। यो हाम्रो ट्याक्सी चाहिँ अब कमल विनायक भनौँ। कमल विनायक आयो गाइज भक्तपुर। ल अब एकछिनमा भ्लग बनाउँछु गाइज। अहिले गाइज हामी चाहिँ यहाँ कमल विनायकको पोखरीमा आइपुग्यो हेर्छ। यस्तो दामी भ्यू हो कि गाइज हेर्न छ। यहाँ मम्मी दिपेश हेर्न सक्नुहुन्छ। यस्तो पोखरी दामी गाइज। तपाईँहरू आउनु होला गाइज यस्तो घुम्न। जानु लाग्यो नि पनि आइसकेको छ। अगाडि चाहिँ पछाडि गएर गाइज हामी चाहिँ अहिले खाना आएको। यो ठुलो भाइ यो सानो भाइ यता दिपेश अनि उहाँ चाहिँ मम्मी म चाहिँ दिदी। अब हामी एकछिन पछि भ्लग बनाउँछौँ गाइज। हामी चाहिँ खाना खाएर आइसकेको छ। अब हामीहरू चाहिँ हिँडेर अगाडि पछाडि हिँडेर अब निनी आउँछ होला घरबाट। अनि उता भक्तपुर निनीको घर जाने हो। त्यहाँ अलिकति काम हो। आज पर्खिन्छु बेलुकातिर पर्खिने। अब एकछिनमा अब भ्लग बनाउनु चाहिँ हामी साना खाना खाएर निनी अगाडि गएर पछाडि गएर अब हामी निनीको घर जानु लाग्यो। निनीको घर गएर भेटौँला गाइस। चाहिँ अब यतातिर काम थियो भने आयो काम सिद्धो। निनी चाहिँ अगाडि गएर मम्मी म त्यहाँ आएर हो। अब हामी उता जान्छु यता गाइस। उता अलि बाटोमा गएर भेटौँला। चाहिँ हामी बसमा जान लाग्यो उता कान्ति हस्पिटल। अब एकछिनमा अब कुन चाहिँ बसमा जानेहरू चाहिँ थाहा छैन। 2 जना अगाडि 3 जना आएर अब बसमा जानुलाई हामी कुन चाहिँ बस थाहा छैन गाइस। हामी चाहिँ बस चढ्यो। दिपेश उ त्यहाँ मम्मी हो यहाँ दिदी उ त्यहाँ। दिदी यहाँ बस्ने भने चाहिँ मैले झ्याले दिएन। म एकछिन आधी बस्ने ल आधी बस्ने झ्याल हेर्नु। यहाँ मलाई यहाँ एक्लैबाट यहाँ मलाई कुटी मलाई यहाँ झ्यालमा बस्ने भने गाइज मलाई यहाँ राखिदियो। ठिकै छ। अब हस्पिटल जानुमा गाइज हामी अब एकछिनमा गाह्रो हिँड्छ त गाइज। अब कान्ति गएर भेटौँला।
बसमा आएको गाइज हामी चाहिँ यहाँ हामी तिनैजना आउनु पऱ्यो आइसकेको छ आइज न मम्मी चाहिँ उहाँ पछाडि छ नदेखा थियो अहिले अब उता अब हामी उता रुम पुगेर भिडियो बनाउन गाइज अब गाइज हामी चाहिँ आइसकेको छ उता र गाडी यस्तो प्याक छ गाइज मेरो खुट्टा दुखिरहेको गाइज या भएर हामी चाहिँ दिदीको कोठा गएर हो गोलडुङ्गा रातो पुलतिर अलिक उताउतै हुन्छ हामी चाहिँ आजको उता क्यान्सल भयो भोलि जान्छु अब म भ्लग एन्ड गर्छु ल गाइज बाई